नमस्कार, मेरो नाम परमिता चौधरी हो। मेरो घर चाहिँ शान्तिनगर 5 धोरिनीमा हो। म चाहिँ थारू सङ्ग्रहालयमा काम गर्छु। यसको बारेमा सबै बताइदिनु, के दृश्य राखेको छ, के गर्नु? यहाँ चाहिँ हाम्रो कृषि थारू सङ्ग्रहालय हो। यहाँ चाहिँ अब कृषि खेतीपाती गर्न लागेको। यता चाहिँ बिउ राख्नु भएको हो। हाम्रो बिउ राख्नुभन्दा अगाडि चाहिँ यता पूजा गरिन्छ। अनि अब यतातिर यता चाहिँ अब खेतहरू जोतेर रोप्नको लागि तयार पार्दै हो यतातिर चाहिँ। अनि अब रोप्नको लागि तयार पारेर अब यतातिर चाहिँ अब हाम्रो बिउ काटेको बिउहरू काट्नु लाग्छ। धानमा नरोप्नु है, धानमा जानु पर्यो। यो चाहिँ हाम्रो अब रोप्नको लागि ठिक्क पारेको। अब जोतिसकेपछि ह्याङ्गा लगाउने भन्छन्, ह्याङ्गा लगाउन लाग्यो। अनि पछि यतातिर चाहिँ अब काम गरेपछि अब थकाइ के अरे भोकहरू लाग्छ अनि त्यो रोटी खान लाग्यो। के नास्ता यसमा जाँड रक्सी के हुन्छ? यसमा चाहिँ अब बिहानको के अरे त्यो रोटीहरू हुन्छ, त्यो जाँड पनि हुन्छ नि त। अब रोटी भात जे भए पनि हुन्छ। त्यसो गरेर यहाँ यो अब यता चाहिँ रोप्नु लाग्यो। अनि पछि रोपिसकेपछि अब धानहरू यता चाहिँ काट्न लाग्यो। यो चाहिँ धान काट्न लाग्यो दृश्य। यता चाहिँ धान काट्न लागेको भयो। हेलो म्याडम, त्यहाँ जानु मिल्दैन। यो चाहिँ के धान काटिसकेपछि? यो चाहिँ धान काटिसकेपछि अब हाम्रो के अरे थारू जातिमा मुसा मारेर खाने चलन छ। अनि यो चाहिँ मुसा मार्न लागेको। अब यतातिर चाहिँ अब काटिसकेर अनि यतातिर चाहिँ बोक्न लागेको हो। अब हाम्रो थारू जातिमा अब यसै गरी धानहरू बोक्नु हुन्छ। अनि धान बोकिसकेपछि चाहिँ हाम्रो अब खरै लगाउने हुन्छ। यस्तै गरी खरै लगाएर अनि त्यसलाई झाट्ने, अनि पछि झाटेर फेरि डाइ मिर्ने भन्छ। यतातिर चाहिँ डाइ मिर्न लागेको।